Hey guys, good morning. Welcome to my first vlog. So guys, आज चाहिँ मैले फर्स्ट भ्लग बनाउँदैछु हैन, कस्तो लाग्छ भन्नु न। यहाँ चाहिँ घोडा चढिरहेछ मस्त पारामा। म चाहिँ अब यस्तो घुम्न जाँदैछु यता डाँडातिर, कता कता हुन्छ अब भ्लग बनाउन। so त्यही हो, अहिले एकैछिन भेटौँला हैन। यो चाहिँ हेर्दै गर्नु होला, स्किप चाहिँ नगर्नु होला। चाहिँ म गाईहरू पानी खानुलाई धारातिर जाँदैछु। यहाँ रोडमा निक्लिसकेको छु। अब पानी खान्छु अनि त्यहाँदेखि यता यो तानसिनदेखि टाउनतिर। सो म चाहिँ रोडमा निक्लिसकेको छु। रोड आइसकेको छ गाइस। चाहिँ धारामा पुगिसकेको छु। यता तमगास गुल्मी जाने रोड, यतातिर बुटोल तानसिन रोड। सो गाइजहरू म चाहिँ यहाँ आएर पानी सानी खाएर आएर चिया खान लाग्यो होटलमा भन्नाले होटलमा बिस्कुट छ यता। सो म चाहिँ चिया खान लागिरहेको छु। अब म चाहिँ चिया खाएर अब तलतर्फ लाग्दैछु। तलतिर जाने हो कस्तो म चाहिँ यता तल पुगिसकेको छु होइन। अब चाहिँ यहाँदेखि हल्का फुल्का तानसेनको भ्यू देखिन्छ होइन। यो चाहिँ तानसेन हो। आगो लागेको रहेछ, डढेलो राखेको रहेछ। यस्तो छ तानसेन। गाइजहरू भ्यू चाहिँ हेर्नुभयो होला। अब चाहिँ म चाहिँ अब यता यसो चाहिँ यहाँ बस्न पर्यो होइन। यहाँबाट चाहिँ बवाल देखिन्छ क्या। So अब चाहिँ घरतर्फ यहाँ चाहिँ एउटा दाइ भेट्दै थियो होइन। अब चाहिँ घरतिर लाग्न पर्यो। घरतिर भन्नाले यस्तो त लाग्दिन्न होला। सो गाइज अब चाहिँ म अलि उकालो अरे ओह्रालो ठाउँमा आइपुगेँ। हेर्नु कस्तो छ यहाँ तल, भिरै भिड छ। यस्तो ठाउँमा छु म पुरै यता। त्यहाँ हो मैले अघि चिया खाएको चाहिँ यहाँ हो। यहाँबाट म यस्तो झरेर आएको यता हो। यहाँबाट मुनि भिर छ। के हो यो? यहाँ चङ्गा बने रहेछ गाइजहरू। कहिलेको हो यो? खै एउटा यहाँ बने रहेछ, एउटा यहाँ बनाएर रहेछन्। कोतारेर बनाएको चङ्गा हो यो। कौनाले बनाएको रहेछ यहाँ चाहिँ। खल्टु रहेछ गाइजहरू। खल्टु रहेछ गाइजहरू। यहाँ चाहिँ पुरा खल्टु चाहिँ खल्टु छ। पाक्या छ यो गाइजहरू। खल्टु पाकेको छैन क्या हो। एउटा पनि भेटिन्न त, चाख्न त पाए हुन्थ्यो। उही निचर रे गाइजहरू, निचर रे यार।
खल्टु टिप्दैछु गाइजहरू। एउटा भेट्टिन्न गाइज त यत्रो छ, एउटा पाकेको छैन। पाकेको भेट्यो हुन्छ एउटा, यो हल्का फुल्का पाकेको रहेछ गाइजहरू। पाके रहेछ, यो पनि पाकेको छ। म चाहिँ पाकेको जति चाहिँ खोल्टीतिर हालिहाल्छु। 2 भेटिसक्यो गाइजहरू, 3टा अरू त छैन यार, 3टा चाहिँ भेट्यो, एउटा चाहिँ चट्क्यो। तिनवटा भेट्यो। यहाँ हेर न भिड कस्तो छ, कस्तो डेन्जर भिड छ यहाँ, पुरै ढुङ्गा 1914 को खतरा छ यार। अब चाहिँ म यहीँबाट झर्न लागिरहेको छु, अब के हुन्छ झरमै त। म चाहिँ झरिसकेँ गाइस। खल्टु चाहिँ मिठो रहेछ है। बुझ्यो, तल चाहिँ बाटो छ, बाइक हिँडिरहेको छ तल। ओए गुफा गाइजहरू, गुफा छ यहाँ त, केही त छैन, गुफा रहेछ गाइजहरू। ओ माई गड, गुफा गाइज, स्याल बस्छ होला सायद यहाँ, कुफ्ताहरू पनि रहेछ अलि भित्र। खतरा रहेछ त बे, यस्तो गुफा रहेछ गाइजहरू। गाइज म चाहिँ अलि तल गएर भेट्छु, गुफा देख्छु गाइज हामीलाई चाहिँ खतरनाक। यहाँ रुखको स्याल त केही न केही त बस्छ होला। यत्रो ढुङ्गाको म वहाँ माथिबाट आएको, अलि तल गएर भेटौँला है त। फाइनली गाइज चौरमा चाहिँ पुगिसकेको छ, चौर यहीँ हो। म आएको चाहिँ वहाँ माथिबाट हो, खतरनाक भिरको बाटो आएको म। सो बाटो यहीँ नजिक छ, म चाहिँ माथिबाट आएको, त्यता माथिबाट। ल यहाँ पनि खल्टुको रुख रहेछ गाइस, अलि यसलाई पनि चाख्नुपर्छ। ल गाइस फाइनली घर जाने बाटो चाहिँ आइसक्यो। सो गाइस आजको लागि यति नै। सो भिडियो कस्तो लाग्यो भनिदिनु होला, भिडियो राम्रो लाग्यो भने च्यानललाई सब्सक्राइब गरिदिनु होला, लाइक गरिदिनु होला। मेरो घर जाने बाटो चाहिँ आइसकेको छ, अब घर गएर एडिट गर्न पर्छ। त्यही हो, च्यानलमा नयाँ भन्नाले अब फर्स्ट भ्लग, च्यानललाई चाहिँ सब्सक्राइब गरिदिनु होला। म चाहिँ अब डेली भ्लग गर्छु होइन, यस्तो बसेर। अब चाहिँ घरतिर जाने हो, बाटो चाहिँ यही हो। ल त्यही हो, बाई।